गान्तोकको चाहिँ सबभन्दा ठुलो मल चाहिँ अहिले न्यू खोलेको छ। अन्त हामी चाहिँ जाँदैछ टक 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 है। यस्तो दामी थियो त्यो चाहिँ, त्यो मलको नाम चाहिँ वेस्ट पोइन्ट हो, वेस्ट पोइन्ट मल हो। अन्त यहाँ दामी यस्तो बाहिरबाट यस्तो दामी थियो कि अब भित्र पसौँ पसौँ खालको होइन। अन्त एमजीमा आउँदा चाहिँ जहिले पनि बिर्सिन्थ्यो नि त, मल छ भनेर बिर्सिहाल्थ्यो होइन। आज चाहिँ पुस्नै पर्छ भनेर चाहिँ जाँदैछ हामीले है। यस्तो दामी थियो, यस्तो दामी रिङहरू होइन। अब चाहिँ कहाँनिर चाहिँ दामी पाउँछ के छ भनेर चाहिँ हेर्दैछ हामीले है। अन्त अब चाहिँ कस्तो भोक लाग्यो होइन, घुम्दा घुम्दा चाहिँ भोक लाग्यो नि त होइन। यो चाहिँ यस्तो मिठो थियो कि चाट, यस्तो मिठो थियो। अब हामी नेपालीले चाहिँ सक्दैन यस्तो बनाउनु होइन। अन्त मधेसीहरू नै हो, मलाई चाहिँ पुरा प्लेन साइडको उयो भयो नि त, पुरा याद आयो क्या अब मधेसको ठाउँ जस्तो, मधेसको ठाउँमा छु जस्तो फिल भयो होइन। यस्तो टेस्टी थियो कि अब के भन्नु, सबै फ्लेभर मिक्स थियो क्या त्यसमा चाहिँ। यस्तो मलाई मिठो लाग्यो, बुढाले पनि वाह कस्तो मिठो रहेछ अरे होइन। हामीलाई मिठो लाग्यो अरे। अनि त्यहाँबाट चाहिँ यस्तो दामी भित्र चाहिँ यस्तो दामी बनाइरहेको थियो कि, यस्तो दामी लाइटहरू है, कस्तो मजा लागेको नि। अब चाहिँ हामी फर्केको हो। यो बाहिर चाहिँ यस्तो खालको रहेछ नि त, लास्टमा चाहिँ है निस्किँदाखेरि चाहिँ यस्तो रिङहरू होइन। मजाको थियो, दामी थियो है, मजा लाग्यो मलाई चाहिँ। मेरो आफ्नो ओन एक्सपिरियन्स चाहिँ है। बेसी क्राउड पनि थियो अन्त त्यही भएर चाहिँ, अन्त बुढा र नानी चाहिँ अगाडि अगाडि, म चाहिँ भिडियो गर्दै है। यहाँनिर चाहिँ यस्तो मान्छेहरू पनि बेसी थियो क्या हो।